फुलै फुलको बगैँचामा यो सबै चेरी ब्लसमको रुख तर फले छैन अहिले चाहिँ फुल फुलेर रेडी हुन लाग्छ कस्तो राम्रो ग्रीन गार्डन ओ यता चाहिँ हल्का फलेछ फुल एउटा दुईटा रुखले त्यस्तो धेर चाहिँ छैन फुल्ने तयारीमा छ सबै फुलहरू हेलो लेडिज के छ ठिक छ कस्तो भइरहेछ मजा हा आनन्द आछ you feel fresh she is not good feeling but she give us company यहाँ चाहिँ क्याटल है सानो सानो कि बेग्नास ताल हो है सानो सानो टाल है यहाँ चाहिँ अनि एहे के फुल हो यो गुराँस फुल हो कि होइन रोज फुल है चाहिँ यहाँ होइन यो फुलको नाम के हो यता हेर्नुहोस् न त म फोटो खिचिदिन्छु यो भिडियो नि गर्न मिल्छ फोटो खिच्न मिल्छ के साथीले मुख छोपेको छोपी यो हल्का यता जाम यता यहाँ चाहिँ व्हाइट चेरी ब्लोसम यहाँ चाहिँ पिंक है छ ठिक ठिकै छ यो पार्क पनि यस्तो ठुलो हैछ कि है फर्स्ट टाइम आएको यस्तो ठुलो कि रुखै रुख हरियाली रुखै रुख छ तिर गार्डन है छ कता जाने यता जाम है कस्तो राम्रो घाम लाग्यो यो सबै चेरी ब्लोसमको रुख हो तर फुलेको छैन यो गार्डन पनि राम्रो रहेछ यो पछि चाहिँ फुल फुल्यो भने चाहिँ राम्रो हुन्छ देख्छ होला है यो पार्क ठुलो हैछ नि त या ठुल्ठुला रुख यो चाहिँ के होला है यति धेरै यति ठुलो हो यो चाहिँ के होला भन्ने थाहै भएन का फुल हो कि यस्तै हो कि हरियाली छन् माथि चाहिँ रुख छन् यस्तो अनेक थरी छन् र हामीलाई थाहै थिएन के तर एक्जिट हुने ठाउँ चाहिँ जति नै है यता एक्जिट हुने ठाउँ चाहिँ ऊ पर पनि फुल फुलेछ थोरै मेरो मित्रजनहरू चाहिँ यताबाट आइराख्नु भएको छ मेरो मित्रजनहरूले मलाई रमाइलो गरिराख्नु भएको छ मेरो भिडियो चाहिँ आएन है यिनीहरूको भिडियो मात्र खिच्दा हैरान भइसकेँ म चाहिँ यिनीहरूको भिडियो खिच्दा म हैरान भइसकेँ ओइ त्यो त बाटैमा छ त हेर्नु त जाम त्यो फुल नाच्यो झिल्के नाच्यो बारुले कम्मर भाच्यो यहाँ हरियाली वन छ कहाँ जाने हामी ल काट लाभो
है